कर्णाली जैविक कृषिका लागि एक उदाहरणीय प्रदेश। कर्णाली प्रदेश नेपालको एक विशेष भूभाग जैविक कृषिको दृष्टिकोणले अनुकूल प्रदेशको रूपमा चिनिन्छ। यस भिडियोमा हामी कर्णालीका एक यस्तो जैविक कृषकको कथा प्रस्तुत गर्दैछौँ जसले आफ्नो जीवन र खेतीलाई जैविक विधिहरूसँग जोडेर कर्णालीलाई जैविक प्रदेशको रूपमा अघि बढाउन भूमिका निर्वाह गरेका छन्। निर्जल कृषि फर्म कर्णाली प्रदेशको भेरीगङ्गा नगरपालिकामा अवस्थित छ। यहाँको कृषक चन्द्रबहादुर जीसी एक प्रकृति प्रेमी र उदाहरणीय जैविक किसान हुन्। उनको जीवन र कृषि एकदमै प्रेरणादायक छ। नमस्कार, मेरो नाम चाहिँ चन्द्रबहादुर जीसी, घर चाहिँ भेरीगङ्गा नगरपालिका वार्ड नम्बर 11 सुर्खेत कर्णाली प्रदेशमा पर्छ। यो समूहको नाम चाहिँ विषादी न्यूनीकरण कृषक समूह, साथै म चाहिँ निर्जल कृषि फर्मको विगत 10-11 वर्षदेखि नै अब तरकारी पहिला चाहिँ परम्परागत तरकारी खेती गर्थ्यो भने अहिले चाहिँ प्रविधि अनुसारको तरकारी खेती गरिरहेको छु। पहिला चाहिँ हामी विषादी प्रयोग गर्थ्यौँ भने अहिले चाहिँ हामी विषादी रहितको तरकारी खेती। चन्द्रबहादुरको कृषिको यात्रा उनी सानै उमेरदेखि नै परिवारसँग खेतीपाती गर्ने क्रममा सुरु भएको थियो। सुरुमा उनले रासायनिक मल र कीटनाशकको प्रयोग गर्दै खेती गर्थे, जसले उनलाई केही समयको लागि राम्रो उत्पादन दियो। तर समयसँगै उनले यी रासायनिक पदार्थहरूको असर महसुस गर्न थाले। उनको माटोको उर्वरता घट्दै गयो। त्यसैले उनले एक नयाँ बाटो अपनाउने निर्णय गरे, जैविक कृषि। चन्द्रबहादुरले आफ्नो फर्मलाई पूर्ण रूपमा रासायनिक पदार्थविहीन बनाउन थाले। सुरुमा उनको उत्पादन सोचेको जस्तो राम्रो थिएन, तर उनले निरन्तर परिश्रम गर्न थाले। उनले जैविक मल बनाउनका लागि गोबर र पिसाबको प्रयोग गर्न थाले र भर्मीवास र भर्मी कम्पोस्ट जस्ता विधिहरू अपनाए। पहिला कुनै पनि केही समस्या पर्यो, बिरुवाहरूमा केही गाह्रो भयो भनेपछि बिरुवाहरू मर्न थाल्यो भने हामी अब एग्रिगेटमा गएर एग्रिगेटमा पातहरू देखाएर आफ्नो समस्याहरू बताएर गर्थ्यौँ भने अब विषादी दिनु रहेछ हामीलाई, विषादी नै विष हो भन्ने हामीलाई थाहा थिएन। सिकाइ केन्द्र स्थापना गर्नुपर्छ भन्नुभयो। सिकाइ केन्द्र स्थापना गरेपछि पहिला चाहिँ सिकाइ केन्द्रमा पनि ट्रायल गरियो र फिल्डमा पनि थोरै मात्रामा ट्रायल गरियो। ट्रायल गर्दै जाँदा पहिलो पटकमा त हामीलाई खासै त्यस्तो फाइदाजनक देखिएन। पछि दोस्रो पटक तेस्रो पटक गर्दै गर्दा चाहिँ उहाँहरूले भन्नुभयो पहिलो पटकमै आफ्नो जैविक मल र जैविक विषादीहरूले चाहिँ स्थान लिन अलिकति टाइम लाग्छ, नआत्तिनुहोस्। यो किन रासायनिक मल प्रयोग गरेको र रासायनिक विषादी प्रयोग गरेको ठाउँमा जैविक मल र जैविक विषादी प्रयोग गर्दा अलिकति टाइम उसले स्थान लिनलाई माटो स्थान लिन टाइम लाग्छ भन्नुभयो। त्यति भनिसकेपछि हामीले चाहिँ फेरि पुनः ट्रायल गर्दै जाँदाखेरि चाहिँ अहिले एकदम राम्रो पनि भइरहेछ र त्यो भएर हामी लगभग 3 वर्षदेखि विषादी रहितको तरकारी खेती गरिरहेछौँ। हामीलाई चाहिँ त्यही संस्थाले नै हामीलाई असाध्यै नै प्रभावित पार्यो। गरेर देखाइसकेपछि हामीलाई चाहिँ अब हुँदो रहेछ भन्ने आत्मविश्वास भइसकेपछि हामीले अरूलाई पनि ल है विषादी हान्नु हुँदैन है भनेर चाहिँ हाम्रो 28 जनाको समूह अर्को चिङ्गाई टोलमा छ। त्यो टोलमा पनि अहिले विषादी रहितको नै खेती गरिरहेको छ। चन्द्रबहादुर केवल खेती गर्ने किसान मात्र होइनन्, उनी पशुपालक पनि हुन्। उनका फर्ममा भैँसीहरू पालिन्छ र उनीहरूको गोबर र पिसाब जैविक मल बनाउनमा प्रयोग हुन्छ। यसरी एकीकृत कृषि प्रणाली अपनाएर उनले आफ्नो खेतलाई जैविक सन्तुलनमा राखेका छन्। चन्द्रबहादुर भन्छन्, किसानले खेती गर्दा मुख्य सामना गर्नुपर्ने भनेकै किरा र रोग हो। यसको लागि उनले विभिन्न मोहनी पासो र झोलमोल प्रयोग गर्दै आइरहेका छन्। झोलमोल पनि उनी आफ्नै फर्ममा आफै तयार गर्छन्। परिवर्तनले हाम्रो किसानहरूलाई चाहिँ असाध्यै नै नोक्सान पुर्याएको छ। किन भन्छ भने समयमा पानी पर्नुपर्ने समयमा पानी पर्दैन, पानी नपर्ने समयमा पानी पर्छ र नयाँ रोग किराहरू आउँछ। यसले गर्दा हामीलाई चाहिँ अलिकति किसानहरूलाई चाहिँ असाध्यै नै मर्का पारिरहेको छ। चन्द्रबहादुर भन्छन्, तर यो यात्रा भने सजिलो छैन। जलवायु परिवर्तनले उनको खेतीमा ठूलो असर पुर्याएको छ। अनियमित वर्षा र गर्मीको स्तर पनि बढेको छ। यसले पानीको समस्या निकै गम्भीर भएको छ।
निर्जल कृषि फर्म आफ्नो परिवारका लागि मात्र नभएर समाजका लागि पनि एक प्रेरणा बनिरहेको छ। उनले आफ्नो क्षेत्रका अन्य किसानहरूसँग पनि आफ्ना अनुभवहरू साझा गर्छन् र जैविक खेतीको महत्त्व बुझाउँछन्। कर्णाली प्रदेशमा जैविक खेतीको विकासलाई बढावा दिनको लागि उनले विभिन्न किसान समुदायसँग काम गरेका छन्। उनको विचारमा जैविक खेती भनेको मात्र अर्थतन्त्रको लागि होइन, हाम्रो पर्यावरणको र प्राकृतिक सन्तुलनको रक्षा गर्ने एक मार्ग हो। चन्द्रबहादुरले हामीलाई यो देखाएका छन् कि जब हामी प्रकृतिसँग सही सम्बन्ध राख्छौँ र सङ्घर्षका बीचमा विश्वास गर्छौँ तब नै सफलता सम्भव छ। यो चाहिँ नयाँ मेरो भर्मी कम्पोस्टको लागि पिट नयाँ तयार गरेको छु। यो चाहिँ अब भर्खर अब नयाँ पिटमा मल हालेर गड्यौला पनि भर्खर अब हालेको छु। अब गड्यौला हालिसकेपछि अब लगत्तै 2 महिनामा हाम्रो यो चाहिँ मल तयार हुन्छ र चियापत्ती जस्तो बनाउँछ। यो गड्यौलाको नाम चाहिँ इसोनिया फोएटिटा भन्ने गड्यौला हो। यसले चाहिँ आफ्नो वेटको 90% प्रतिदिन एक दिन आफ्नो वेटको 90% खान्छ भने माटोमा हुने गड्यौला चाहिँ आफ्नो वेटको 10% खाने भएकाले फङ्चुअल गड्यौला भएकाले असाध्यै यो राम्रो यो गड्यौला मल अरू कम्पोस्ट अरू गड्यौला अरू गोठे मल प्रयोग गर्नुभन्दा यो मल चाहिँ प्रयोग गर्नु धेरै फरक छ। किनभने उसमा सबै तत्त्वहरू पाउँदैन भने यसमा चाहिँ उसमा 10 डोका हाल्ने ठाउँमा यो 1 डोकाले पनि काम गर्छ। त्यो भएर कारणले मैले गड्यौला मल मेरो पहिला 2वटा पिट 4वटा पिट थियो। त्यो 4वटा पिटमा चाहिँ मैले प्रभावित भएर यो चाहिँ अहिले 18 पिटको बनाएको छु र एकचोटिमा निकाल्दाखेरि मैले भर्खर नयाँ बनाएको मेरो आफ्नो लक्ष्य चाहिँ 40 देखि 50 क्विन्टल निकाल्ने भन्ने लक्ष्य छ एकपटकमा। यो हो किसानको नयाँ सोच, नयाँ पाइलाको सङ्घर्ष। जैविक खेतीको सुरुवात यो हो किसानको कथा।